हेलो गाइज आजबाट हाम्रो चाहिँ 84 पूजा हजुरबाको 84 पूजाको सुरु हुँदैछ थलानी होला होइन फर्स्ट दिन होइन 3 दिन अरे यसपालि त 3 दिन अरे आजबाट सुरु गर्दैछौँ हामीले अनि अहिले चाहिँ हामी ओहो नि मैले पानीमा टेके चामल रोटीको लागि चामल मस्त सुकाउँदै त्यसपछि मस्त आगोमा आलु पाक्दैछ आयो यो यहाँ आउँदैछ हेलो गाइज हेलो गाइज मस्त तयारी हुनुहुन्छ हाम्रो एउटा चाहिँ यहाँ हुनुहुन्छ भोलि बा कपाल टल्के अगाडि मेरो पुले गाइज हाम्रो आजदेखिबाट हाम्रो हजुरबाको 84 सुरु भयो नि त अनि त्यो हाम्रो गेट बनाउने होइन अनि अब मण्डप के हुन्छ नि त्यो बनाउँदै गेट नमस्कार सन्चो हुन्छ ढोकिया भन्ने मलाई हो मलाई हो दाइले त हैन गरौ के रे उहाँले गराउने यहाँ त भेइ हैन हो हामीलाई है मुका कहाँ भेइ छ त हैन एउटाले गराएको गराउने बुढा आउनुहुन्न मम्मी त अहिले घर त्यस्तै अवस्था पर्यो भला सम्झी चाहिँ अघि भिडियो बनाउनु पर्ने सकेर भाउजूले फेरि आज चाहिँ हजुरबाको 84को फर्स्ट दिन हो होइन यो चाहिँ नाइटको भ्यू हो हाम्रो पूजा गर्ने मण्डप हाम्रो घर हो यो चाहिँ हाम्रो घर हो राम्रो देखियो लाइटले
किन हाम्रो देखेको सबैले हुन्छ अब हो नि त ससुराबाको चौरासी छ हाम्रो घर रमाइलो छ सबै निम्तो आउनुला निम्तो नपाए पनि आज निम्तो भनिम आज भनिम सबै घुमौँ न त्यो सबैले यताउति हाइराको 84 मेरो 84 मेरो 84 मेरो 84 निम्ताएर आउनु होला पुरै निम्ताहरू आउनु होला प्रसाद ग्रहण गरेर जानु होला प्रसाद गरेर धन्यवाद छ गर्नेलाई चौरसिया पर्नु होला शब्द सुन्ने जतिले निम्तो गए जति आउनु होला ल भट्टे खोलाबाट बल्ल चिसो पानी जाने बाटोमा पर्छ उताबाट आउँदा बाएँ पर्छ यता यत्रो केट देखिन्छ को अनि मम्मी के भन्नु तपाईँले हाम्रो ससुराबाको 84मा एकदम रमाइलो भएको छ खुसी लागेको छ ससुरा बाँधिएर हामीले 84 गर्न पाइयो नि गर्वको कुरा हो यस्तै 84 सबै बाबुहरूको गर्न पाइयोस् भन्ने मेरो चाहना हो यस्तै रमाइलो होस् धन्यवाद आन्टी के भन्नु कि तपाईँले 84 गर्न पाइयो हाम्रो 5जना बाबुहरूको आमाको गरेर हाम्रो 5जनाको परिवारको हाम्रो 84 हुँदैछ अझै पनि गर्न पाइयोस् तपाईँको म त केही भन्दिनँ म अलि बोल्न जान्दिनँ म अलि बोल्न जान्दिनँ अनि भयो मैले सासु पनि भएको होइन माइलो हाम्रो त खानदान सबै भयो सासु ससुराको लगभग भयो अब त कस्तो अरू बाँकी साइल हजुरआमा हजुरआमा कान्छी हजुरआमा त हुनुहुन्छ अरू सबैको नभएको कुरा आएको छ त त्यो नभएको कुरा हो अहिले पूजा के बजाउने अब ल अङ्कल के भन्नु के भनौँ खै मैले आज हाम्रो राइलो बाबाको 84 निम्तो छ कोही हाम्रो आफन्तहरू निम्तो नपाने पनि आइदिनु बाबा पनि आइदिनु होला भन्ने गरिदिनु होला टिका टाला राम्रोसँग गरौँ ल आउनु होला ल भन्ने अरू के छ र खै यो के हो र यसलाई के भन्छ यो गराउने के चितारा शिवाजीलाई ए के हो त्यस्तो चितरा भन्ने यहाँ बुताउने ए जान बल फ्लो गर्नु मेहन्दी भनेको मेहन्दी मम्मीमा यो हाम्रो घर भन्ने गाग्री सियार्दै गाग्री ओके टेक्नु खुट्टा काट्नु ल म भने ढुङ्गाहरू चाहिँ बुवालाई उता बुवालाई यसो व्यवस्था मिलाउनुहोस् त पहिला हरे दाल दिन्छ भाइ भक्तवत्सल भगवानको कैलाशपति महादेवको लक्ष्मीनारायण भगवानको मुख खोल्नुहोस् जल बोलाले खुसी भइद भगवान जल बोलाले भगवान जल भोलाले
बोलाले खुसी भएर भगवान जल बोलाले जल बोलाले खुसी भएर भगवान जल बोलाले जल बोलाले खुसी भएर भगवान जल बोलाले जल बोलाले खुसी भएर भगवान जल बोलाले हरि भक्तवत्सल भगवानको चतुरासी सिद्धदेवहरूको सम्पूर्ण कर्ताहरूको अर्थहरूको पितृ कुल वंशीहरूको सत्य सनातन धर्मका धर्मको सबैले खोल्नु गर्दा बोल्न सक्नुहुन्न कि ल सबैले खोलिदिनु होला बाती खै ज्योति बन्ने नमस्कार खान्छ मैले राजुले मैले दिएको मोलेका बाती छन् छैनन् त्यहाँ भएका बत्ती छन् भन्नुहुन्छ नि तिनी दिनु नि त आउनु हो क्या कति आउनुहुन्छ अब दिदी आउनु होइन कति जानु दिन पल्केर के बोल्न पर्यो के हजुरले के गर्नुभएको छ यहाँ 1 लाख बाती होइन ए यो सानोवाला पूजा गरेको हजुरहरूलाई यो भ्लगमा स्वागत छ यो युट्युबमा आउँछ है पूर्ण नभएसम्म यो 84 सिद्धको पूजा गर्न पाइँदै त्यस कारणले उहाँलाई पूर्व जन्मको पुण्यात्मक कर्म आर्जन गरेर उहाँलाई भगवानबाट 2टा हातमा लड्डु प्रदान भएको रहेछ किनकि 84 वर्ष पूर्ण हुँदा पनि उहाँ कुशलता सुस्वास्थ्य अनि आफ्नै हातले 84 गर्न सक्ने यस्तो प्रकारको उहाँलाई भगवानबाट कृपा प्रदान भयो र उहाँको साथमा आफ्नो धर्म पत्नी 84 त धेरैको गरेका छन् कसैको भगं कर्णे विष्णुयाम भगं पशेम जगद्राह हिरैरङ्गै दडवापसतनु दिव्यसे मोहिते बहिरं यदायो शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः
शान्तिरोषधय शान्ति वनस्पतय शान्ति विश्वे देवाः शान्ति ब्रह्मशान्ति प्रभवो शान्ति विश्वानि देव सविता दुरितानि पराशुरा यो भयो साथी रहेछ
तिमीले त्यति हात लाएर बोर्ड काट्दै त्यो दाइले लाउनुहोस् त्यसमा तिमीहरूले यहीँ छोइन भने आमा त्यति घोटो पर्नु पर्दैन मान्छे जोएर हुन चोप हो का हातैले चोप हो का नि छोइ हुन्छ भन्नु त विमल गुन्द्री कता गए तेल डाल्दै हुन्छ नि हातमा चोप्नु अरे के त्यसरी हाल्नु अब सर्ट निकालेर बोटकामा राख्नु अरे ननिचारिकन अरे दिएको बोर कोई नहीं जाता यो माथि लएर निचार्नु हुन्न पुरै लुवामा पर्छ यहाँ एकजना नि रोले माला उन्नु भरिन्छ यो माला के को लागि हो बाहुनहरूलाई हो सानोहरूलाई उन्दैछ हामीले समूह भएर बुन्दै गर्नु हाई गाइज ट्रेनिङ हुँदैछ ट्रेनिङ हुँदैछ है यहाँ जेरी हाल्नेको कि एक्सपर्टै हो लक्ष्मणद्वारा यसमा चिनी धेरै जाने सिस्टम हो कि होइन गुलियो के अहिले आउँछ र उसमा ए त्यो तेलमा भयो भने चाहिँ फुल्दो रहेछ के तपाईँको भन्दा म मुजा बनाउँछु कि कटिङ गरे भाइरल हुने लिन्छ त मामा फेरि तेलमा नहालेर बाइक चलाउने मेरो बाइक लिएर जानुहुन्छ र छ के बाइकै छ बाइकै छ होटल देख्नु यो चाहिँ टक्क 84 को भिडियोमा आउँछ है यो
छ त्यसपछि सब्जी पुरीको लागि यो चाहिँ खिर घरको छोड्यौ मायालु भागम भागाय नमः दीर्घशरण दीर्घशीर्षे नमः शीत साधकाय नमः ओम राम्रो आछ क्षेत्रम क्षेत्राय नमः चित्तज्ञम नमः ओम उद्भुत स्वागने प्रतिजागृत ओम रेटा प्रदेशः ओम शरीरतामयं च आश्विन धूतरस विशेदेव ये मनुष्य शिरतः ओम भागवतं तव धनवे सिद्धनायकाय नमः
ओम शुभ साधम प्रणेतारम सिद्धनायकम ओम नमाम्याम ओम श्री सिद्धम पुरुषम वंदे परमानंदलब्धयः। अब 44 में ओम अंशुम अंशवे नमः पूजा गरानु भयो 44 में फल विज्ञाः सविरय परविरः सह स्वाहाजी समानाय उग्र अभिविरोह अविश्वास सहो। अब 45 नंबर में ओम भावं भगाय नमः ओम अनुराधाय नमः ओम सहत सिद्धम नमः ओम उर्वरय उर्वरथयः नामकाय नमः नमो नमः भगवते शिवाय नमः परमात्मने पुष्पाणि समर्पयामि। अब 46 नंबर में ओम पुकारे नमः ओम ज्येष्ठं ज्येष्ठाय नमः ओम सिद्ध महात्मान ओम गणं भाईकरं सर्वं सिद्धिनाशाय पूजयामि नमस्ते। प्रजन्नाय नमः ओम आत्मचक्र पुरो घोरो मम सिद्धैक साधनाय नमः वन्दे पूजितं गजमस्वरे। पुरुषाणाय नमः लोकसिद्धं नमः ओम आयकेणे नरद जागृतमानो निवेशाय नमर्दं मर्दं हिरण्यं सवितारतेन दिव्यादि भुवनं वसं लोकसिद्धाय नमः ओ लोकसिद्धं सर्वलोकं प्रसिद्धं ओम सूर्य सचिवं अर्चयामि नमः यामि। अनि तो अखण्ड ज्योति ल्याउनु सबैले यारे रेडी गर्नु ओम अवसिद्धमा अवरुद्र मदिमयः वदेवः शूद्रवेगमयतः नो वयसः सत्करवधानः ओम श्रेयसत्करवधानः देवसाय वचट सिद्ध महामुनिं नमामि परमभक्तं गिरणारजमिम मुनेः। अब 53 नम्बरमा पूजा गर्नुहोस्। ओम विवस्वते नमः सतताराय नमः गन्धाय ओम स्वस्ति सिद्धाय नमः ओम स्वस्ति सिद्धं समभ्यस नमामि वितलो तुषमयता पानयस महिमातो यश्च मुरुगः पादोषविसभूतानि सर्वदशमृदन्दने ओम भूतसिद्धाय नमः ओम भूतसिद्धः अतिप्रोढम् ओम सुभादं भूरितेजसं पूजयित्वा यदा शक्ति प्रणयामि प्रसिद्धमे। अब तदाज श्रीः तमिशानं जगतस्तु गणपति ध्यानजिनवः मवसे हु मय भय पुकानो ये दातेन समस्तते रक्षित बाहिरं स्वस्थय ओम हे सिद्धाय नमः ओम सर्वेषां बोधः दातारं ओम बुद्धं नाम विराजगतः ओम धी सिद्धं हुन्छ ओम ध्यानगमनं प्रदाम्यहं। अब 66 नम्बरमा 56 अहम अंशुम अंशवे नमः रेवतीं रेवत्यै नमः ओम भव्य सिद्धाय नमः ओम जयदेवं वाचकल्याणी मावधानी जनेभ्यः मर्म अब 60 नम्बरमा ओम रोहिण्यं रोहिण्यै नमः ओम दक्षि सिद्धाय नमः ओम वीरगो अभि प्रदानते अभिगतवीरगो
सर्वगणदोषोस्तय आत्मशनि प्रजाशनि बलिजनि लोकशन्वशनि औनि प्रजापवलम्बे करोतम मयहेत्वास्मा सुदन्तः ओम दक्षि सिद्धाय नमः ओम सत्वादि गुणसम्पन्न नाकारान्तः विहारिणे ओम दक्ष सिद्धम प्रजा सिद्धै प्रणमामि जपामि च 61 नंबर में ओम आदिमणे नमः दीर्घशिरसं दीर्घशिरसे नमः रूपसिद्धं नमः ओम तन्विधैष पूर्णयः ईशजय रूपः दह ज्ञानतो ओम दोह रूपसे ओम आरद्राय नमः ओम सिद्धाय नमः भन्न भूल चढ़ाउनु ओम ओम जा भाई दग्ध प्रयश ओम द्वैत भाय आगता पुरदेन सूर्य तुजमन द्वार यज्ञ मोह समझाते ओम तन्मधरना हदेन केतदेगानाम ओम सिद्धाय नमः ओम योनि सर्वदकार्य सर्वनाम बोधदायकाय गंगाजल पुष्पाणि समर्पयामि अवस्मिन् 60 नंबर में ओम वरुणाय नमः पुनर्वासवे नमः विष्णु सिद्धाय नमः ओम अवचैत्य 63 नंबर हो गया ओम वेणुर ज्योति चढ़ाउनु धुव चढ़ाउनु ओम वेणुर राटमसि विन जन्मदेव विन शिवरसि वेणु धुवमसि वर्णवमसि वीण वेत्वाः ओम विष्णवे नमः ओम भूतान भरण खाय ओम ज्ञान रूप धर निधान ओम वेणु रूपं तदा वेणु विद्युत प्रणमादित्याय नमः ओम मुक्त सिद्धाय नमः ओम तद वेणु परमं परः सदा पश्यन्ति सूरयः ओम देवी च चतुरातमः मुक्त सिद्धाय नमः ओम
पाइ सिधै गर्नु है अझ अगाडि हरिओम तत्सदा बुवाले नि हातमा जलिनु होला हरिओम तत्सदा ओम बेहनो देवनो श्रीमद् भागवत महापुरुष श्रवण राज्य व्रत मानस सकल जगत श्रेणी कारण प्रणत बलादे श्री सोनवारा कल्पे वैवस्वत मनमंतरी असंते गोमती गंगा सन्निधौ तथा च श्री तिरुतीय वर्गोष्ठे लामै मध्ये तथा च खण्डग्रामे साधि संस्थाना मध्ये हेमन्त ऋतु सौरमानेन तथा च श्री नागपन्नासो तथा विष्णु महेश्वरा मुरुदौ सर्वेन्द्रियाणि प्राण मन त्वचा चक्षु श्रोत्र जिह्वा घ्राण पाणी पाद वायु वस्तानि यही वा सत्य सुखम चिरम तिष्ठन्तु लक्ष्य छोडेन सबैले लागु छोडेन सब्जी रहेछ लास्टमा के छ केही हुन्न यहाँ भिडियो गराइदिनु लाग्यो तिमीले नथपिकन गयो नि यो त भिडियो हेर्न पर्यो के अरे पछि बिहानदेखि अलि थपेर खानु है
के रे के भन्नु अरे अब उता नाच्दै हजुरको आउँछ यसमा त्यही त खायो यिनले त्यो बहिनीलाई भन्न पठाएछ खाइहाल्छ भोक लाग्ने बित्तिकै भोक खप्ने हजुरबालाई कस्तो लाग्छ आज हजुरबालाई कस्तो लाग्छ कार्यक्रममा सम्मान गर्नु आदरणीय हाम्रो बुवा चाहिँ चन्द्रबहादुर खत्री हुनुहुन्थ्यो र हामीले पल्टनको तर्फबाट हामी यदि हुनु छौँ उहाँको तर्फबाट उहाँलाई चाहिँ हामी सम्मान गर्दैछौँ ताली 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 अझै ताली हाम्रो बाबा चन्द्रबहादुर खत्री र आमा कुन्तदेवीको 84 पूजामा उपस्थित हुनुहुने सम्पूर्ण मेरा दाजुभाइ दिदीबहिनी इष्टमित्र बन्धुबान्धवलाई हार्दिक स्वागत गर्दछौँ र आज गौरवको कुरो छ हाम्रो बाबाले 84 चन्द्रमा पुरा गरेर आज पूजाको अवसरमा आज हाम्रो खस्नेन्जियर पसिनी परिवार गलपट्टे सम्मान गर्न पाउँदाखेरि गौरवको कुरा छ। त्यस्तै गरेर हाम्रा सम्पूर्ण भुपुका बुवाहरू आमाहरू परिवार हामी जो मान्छे हाम्रो पनि यस्तै 84 पूजा होस् भन्ने भगवान्सँग हामी प्रार्थना गर्दछौँ भन्दै यो मायाको चिनो हस्तान्तरण गरिदिनु हुन अध्यक्ष जितबहादुर शाहलाई अनुरोध गर्दछु र खाजा उडाएर पनि सम्मान गर्दछु। खाजा माला ल्याउनुहुन्छ माला लगाई सम्मान गर्नुहुन्छ। मायाको चिनो पनि गरान गरिदिनु बुवा आमालाई अनुरोध गर्छु। ग्रुप फोटो जस्तो आलु आलु झिक्दिनु न म त खिर खान पर्यो के अरे एउटा हाम्रा नौमती बाजा एक मण्डलको पूर्व परिषदतिर आउनुहुन्थ्यो। नौमती बाजा
त्यहाँबाट तिनी बत्ती थोरै निकाल्न चिनाइका होइन तिनीका थोरै निकालेर त्यो रक्तको नबाल्नु ठ्याक ठ्याक अगनेर फरदा देवा गुदवती पृथिव्या आयाम अपदोरेता मुसिजन्नते आराध्रिवार देवको राजा Idora Prayida Made Deva Sada Koshe Priyade Dede Gasa Atre Gambarata Dekama Narayana Devan Narayana Narayana लक्ष्मण दाई भाइ
नाच 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 घरको माथि गयो नि छ पुरी माइलवालै पुरी माइलवाला बोलाउनु टिका लगाउनु कर्तापट्टि उल्टा हो यार यो सामानहरू यता मिल्यो नि त समग्र गलकोटको हाम्रो गलकोट नगरपालिका वडा नम्बर 3 को कार्यालयबाट 84 पूजा गर्नुहुने सम्पूर्ण हाम्रो ज्येष्ठ नागरिकज्यूहरूलाई सम्मान र शुभकामना दिने कार्यक्रम हुन्छ। उहाँको बाँकी जीवनको सुस्वास्थ्यको कामना गर्दै 84 पूजा गरेको यो अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। स्याबास हाम्रो सचिव सर अध्यक्ष नमस्कार पर्दैन आज बाजो ठो भाउरू बाबा
कस्तो फिल्म हात पुऱ्याइ बोक्दा तुला रोइ हेरिन खै रोएन हेलो दाइ तुला रोइ हेरिन रोहिणी आउँछ नि नाच्दै हिँड्नु पर्यो नाच्दै हिँड्नु पर्यो आज बात भरपाई
त्यही C+ भनेको होइन त्यो हो त्यहीवाला हो क्या C+ ले चाहिँ ए 10 mm हो क्या सक्यो होइन ठुलै फाइनल्ली कस्तो लाग्यो त ठुलो के भन्नु लाउनु त्यो ठुलो ठुलो भन्नु हो के भन्दा हुनुहुन्थ्यो ठुलो पानी बग्ने रहेछ क्या अहिले पनि बग्छ क्या त 12 मास यस्तै हो नि गाउँमा त ढुङ्गा